गाई चाहिँ त उयो त फक्स उहाँ बजार लिएर स्याललाई काट्न एकजना दाई आउनु हुँदैछ बुवाबाट बुढा गाई चाहिँ यो त साँच्चीकै भन्थान्छ मान्छे हो हो डेन्जर रहेछ है गाई चाहिँ अन्त डर लाग्ने पनि रहेछ यस्तो छ यहाँ डर ल भागौँ 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 है यहाँ बस्नु ल गएछन् हजुरबा ठाउँको ठाउँ मरेछन् हौ पिक्लिकै मरेछन् नारायण सिंह डोरी समातेर एउटा हातले त्यो स्टोरी भन्यो तर के स्टोरी चाहिँ बुझेन हजुरबाको हाँस पनि रहेछ राजहाँस भएर के हेर्नु हजुर झुन्डी त वाउ वाउ ल ल कति राम्रो छ ल हेर्नै गाइज्यू यो भित्र सहरै यही ढुङ्गाभित्र यो ढुङ्गाभित्र सारा सहर यहीँ छ है धान खाएर मुसा लगाएर लाँदैन त्यसले ऊ हुसुक्कै सकेछ धान त्यो दाई चाहिँ त्यहाँ बसेर हाँस्यो दाई चाहिँ मरिमरि हाँसेर त यहाँ बसेर बिजोकै भने फर्सीभित्र घर बनाएको छ नि यहाँ एउटा फुलको माली टेक गराएर ए बच्चा नारायण शिव कहाँ पिटारेर पिटारेर के चाके जाका ए हजुरबाले बोल्न लागेको छ खोचेलाई हजुर भाइ हजुरमा हजुरआमा आउँथ्यो हो हजुरआमाले यसरी कुर्दा पनि नाच्ने खोची डराइरहेको छ हेरेर चाहिँ फेरि सुते हामी के हजुर भाइ भने होइन त सुते एउटा धन्ता बिराछ अगाडि ल मम्मी हेर्नु उता खोलाको पुल तर्का छ अर्को त डुङ्गा लिएर आइरहेछ ल लगाइदियो ढुङ्गाभित्र यस्तो यो संसार चाहिँ मैले अहिलेसम्म देखाएको थिएन यो सबै ढुङ्गाभित्र छौँ है हामी अहिले फोटो दिनुपर्छ फोटै राम्रो आउँछ ल आमा ल हेर्नु त कति राम्रो ल बोडी लगाएको चाहिँ घर अगाडि चाहिँ बोडी फलिरहेको छ यो चाहिँ अचम्मको दृश्य है धेरै ल त धेरै माया गरिदिनु होला रथहरू छन् घोडाहरू छन् उहाँहरू त क्रमशः आमा ल यहाँ हजुरबाको घर यो ढुङ्गाभित्र यति ठुलो सहर चाहिँ मैले पहिलोपटक देखेँ अब पानी पनि यहीँ आएको छ भित्रहरू हामी यही ढुङ्गाभित्र छौँ है हेर्ने टोलीहरू यत्रो हेर्ने टोलीहरू छन् हेर्नु त टन्नै हेर्ने टोलीहरू छन् यस्तो यस्तो राम्रो बनाइएको छ ए कति राम्रो है ल भेरी नाइस धेरै राम्रो है मित्र वाउ के खाइरहेछन् माकुरो खाइरहेको जस्तो ल फर्सीभित्र चाहिँ नि ट्याक्क चाहिँ नि घर बनाएर चाहिँ नि एउटै बहिनी बसिरहेको छन् है मित्रहरू यहाँ एउटा दाई चाहिँ यहाँ बाहिर मक्क परेर हेरिरहेको छन् हो फर्सीभित्र है यो फर्सी बच्चाहरू यहाँ खेलेका छन् कोही उल्टी गरेर खेलेका छन् बुढेका छन् लडेका छन् कोही यहाँ सुतेका छन् यी गाई पनि छ यहाँ गाई यहाँ बिरालो पनि पालिरहेको छन् बिरालो पालिरहेको छन् हेर कति राम्रो छ बिरालो वा गाईहरू छन् गाईका बच्चाहरू वा धेरै राम्रो है यति रमाइलो ठाउँ चाहिँ अब यो हामीले त हेरिसक्यौँ तपाईँहरू आउनुहुन्छ है हेर्नको लागि आउनु होला यो अमेरिकाको जर्जिया नजिकैको जिल्ला हो जर्जिया पनि छोएको छ यहाँ हामी एटलान्टा सहरबाट धेरै टाढा छौँ है मित्रहरू रक स्टेट
यो ठाउँको नाम चाहिँ रक स्टोरेज, ढुङ्गाको सहर। ल गाइजहरू हामी यस्तो गुफा पार गर्दै हामी डुङ्गा चलाउँदै रहेछ नि यहीँ गाडी। ल गाइज ओहो ल ल ए कति राम्रो है। हामी फाइनली चाहिँ 2-3 घन्टाको घुमाइ पछाडि हामी बाहिर निस्केका छौँ। र धेरै धेरै माया सबैलाई स्वागत गरी दर्शन नमस्कार भने मेरो युट्युब च्यानल हेर्नुहोला, सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट गर्नुहोला। हाई मित्र, म रमाइलो यस्तै भिडियोहरू म हरेक पटक तपाईँहरूलाई युट्युब मार्फत टिकटक मार्फत पोस्ट गर्नेछु। ल हामी फाइनली बाहिर आछौँ है गाइज। ल ओके गो।